हाई गाइज वेलकम ब्याक माई युट्युब च्यानल। आज फेरि एउटा इन्ट्रेस्टिङ नयाँ युजफुल भिडियोका साथ म नागेन्द्र उपस्थित भइसकेको छु। आज हामी यो भिडियो अन्तर्गत रहेर अलिनमा पे ई वालेटमा तपाईँले योभन्दा अगाडि रजिस्टर गरिसक्नु भएको छ, अकाउन्ट खोलिसक्नु भएको छ। अनिलमा पे वालेटमा डिजिटल कार्ड अथवा भर्चुअल कार्ड भनौँ अथवा फिजिकल कार्ड हामीले कसरी बनाउन सकिन्छ त्यसको सबै प्रोसेस आज हामी यो भिडियोमा रहेर सिक्नेछौँ। अब ढिलो नगरिकन सिधै यसको प्रोसेसतिर लागौँ। सुरुमा तपाईँले अलिनमा पे वालेट लगइन गर्नुहुन्छ, यहाँ हेर्न सक्नुहुन्छ। अब तपाईँले फिङ्गर प्रिन्ट हालेर अथवा पासकोड हालेर लगइन गर्न सक्नुहुन्छ। फिङ्गर प्रिन्ट हालेर लगइन भइसकेको छु, तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। अब सिम्पली तपाईँ होम पेजमा आइसके पछाडि यदि तपाईँ कार्ड बनाउनु भएको छैन भने यो अटोमेटिक तलबाट तपाईँको भ्यू अल डिटेल तपाईँले यु क्यान नाउ इजिली इस्यु कार्ड भनेको छ, तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। यो अप्सनमा तपाईँले अब भ्यू अल डिटेलमा तपाईँले क्लिक गर्न सक्नुहुन्छ। भ्यू अल डिटेलमा तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। क्रिएट न्यू कार्ड यहाँ तपाईँले हेर्न सक्नुहुन्छ। यसमा तपाईँले टच गरिदिनुहुन्छ र यो तपाईँले दुई थरीको कार्ड लिन सक्नुहुन्छ। एउटा भर्चुअल यानि डिजिटल कार्ड, तपाईँको यो भर्चुअल कार्ड हुन्छ, यो तपाईँको एपमा हुन्छ। अनि अर्को फिजिकल कार्ड जुन चाहिँ तपाईँले अरू ब्याङ्कको एटिएम कार्ड बोक्नुहुन्छ त्यस्तो कार्डलाई फिजिकल कार्ड भन्छ र यो भर्चुअल कार्ड भनेको डिजिटल कार्ड हो। अब आज यस भिडियोमा हामी भर्चुअल कार्ड कसरी इस्यु गर्ने, कसरी बनाउने त्यसको बारेमा हेर्न गइरहेका छौँ। अब सिम्पली तपाईँले भर्चुअल कार्डमा क्लिक गर्नुहुन्छ। यसमा क्लिक गरिसके पछाडि टिक लगाइसके पछाडि तल नेक्स्टमा क्लिक गरिदिनुहुन्छ। अब तपाईँले यहाँ हेर्न सक्नुहुन्छ क्लासिक, प्लाटिनियम अनि सिग्नेचर कार्ड। यो मध्येको सबभन्दा बेस्ट हाम्रो लागि चाहिँ क्लासिक कार्ड। यसमा तपाईँले मादा अनि भिजा यो तपाईँले हेर्न सक्नुहुन्छ। मादा पेमेन्ट अनि तपाईँको आइफोन छ भने एप्पल पेमेन्ट पनि गर्न सक्नुहुन्छ। तपाईँले यो कार्डलाई मादा नेटवर्क अथवा एप्पल पेमा युज गर्न सक्नुहुन्छ, एप्पल पे वालेटमा। ठिक छ। अब हामी सिधै यहाँ क्लासिकमा तपाईँले यहाँ हेर्न सक्नुहुन्छ ब्ल्याक कलरको यो क्लासिकमा टिक लागेको हुनुपर्छ। अब सिम्पली हामी इस्यु कार्ड, यहाँ इस्यु कार्डमा हामी क्लिक गरिदिन्छौँ अथवा तपाईँले भ्यू अल डिटेलमा तपाईँले क्लिक गरेर यसको डिटेलहरू चेक गर्न सक्नुहुन्छ। जस्तै कार्डको फिचरहरू के छ, यो कार्डमा तपाईँले के सुविधाहरू पाउनुहुन्छ। इन्स्ट्यान्ट इस्युएन्स थ्रु दि एप भनेको छ, तपाईँले एपको थ्रु यो कार्ड बनाउन सक्नुहुन्छ। अनि एक्सेप्टेड बाई भिजा एन्ड मादा नेटवर्क, तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। भिजा र मादाको नेटवर्कमा यो आधारित छ। अनि फ्री फर लाइफ कार्ड, तपाईँले यो लाइफ टाइम फ्री पाउनुहुन्छ। अनि सपोर्ट एप्पल पे एन्ड मादा पे, तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। र कार्डको फी कति रहेको छ यो एकदमै इम्पोर्टेन्ट कुरा। तपाईँले यहाँ कार्ड फिजमा तपाईँले क्लिक गरेर यसको एनुअल फी 0 रहेको छ, तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। रिप्लेसमेन्ट फी, तपाईँको यदि अर्को कार्ड बनाउनु पर्यो भने यो तपाईँको 0 छ, कुनै पनि फी लाग्ने छैन। इन्टरनेसनल ट्रान्सफर फी 2.4% रहेको छ। तपाईँले इन्टरनेसनल ट्रान्सफरको लागि 2.4% चार्ज तिर्नुपर्ने हुन्छ। अनि डिस्प्युट, यो तपाईँको कार्ड बिग्रियो अथवा तपाईँले अर्को बनाउनुहुन्छ भने तपाईँको यहाँ 50 रियाल पे गर्नुपर्ने हुन्छ। तपाईँले यो हेर्न सक्नुभयो यो कार्डको विशेषता र यो कार्डको फिज। अब सिम्पली तपाईँले यो क्लासिक कार्ड अब हामी इस्यु गर्नको लागि इस्यु कार्डमा तल क्लिक गर्छौँ। यसमा क्लिक गरिसके पछाडि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ कार्ड होल्डर नेम तपाईँको यहाँ सो गरिन्छ। कार्ड टाइप क्लासिक डेबिट कार्ड, कार्डको टाइप क्लासिक डेबिट कार्ड रहेको छ। इस्युएन्स फी 0, भ्याट 15%, 0.00, तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। कुनै पनि भ्याट तिर्नु पर्दैन, तपाईँको कुनै पनि चार्ज लाग्दैन। त्यस पछाडि तपाईँले आई एग्री टु टर्म्स एन्ड कन्डिसनमा यहाँ तल तपाईँले यसरी
टिक लगाइदिनुहुन्छ, चेक गरिदिनुहुन्छ। अब सिम्पली तपाईँ कन्फर्ममा तपाईँले क्लिक गरिदिनुहुन्छ। यो कन्फर्ममा क्लिक गरिसके पछाडि क्रिएट कार्ड पिन कोड भनेको छ। तपाईँले यो कार्ड युज गर्नको लागि तपाईँले एउटा 4 डिजिटको पिन क्रिएट गर्नुपर्ने हुन्छ। अब सिम्पली तपाईँले त्यो पिन यहाँ सेट गरिदिनुहुन्छ। त्यस पछाडि फेरि तपाईँले यो कार्ड पिन कन्फर्म गर्नुहुन्छ। यति कन्फर्म गरिसके पछाडि तपाईँको मोबाइलमा ओटिपी आउँछ। त्यो ओटिपी आफै यसले डिडक्ट गर्छ अथवा तपाईँले ओटिपी राखेर कन्फर्ममा क्लिक गरिदिनुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ इस्युड कार्ड स्यामसुङ पे। तपाईँले यो कार्डलाई स्यामसुङ पे वालेटमा पनि युज गर्न सक्नुहुन्छ। तपाईँले यहाँ हेर्न सक्नुहुन्छ फिजिकल कार्ड। यदि तपाईँ स्यामसुङ मोबाइल बोक्नुहुन्छ भने तपाईँको स्यामसुङ पेमा पनि यो कार्ड युज गर्न सक्नुहुन्छ। एप्पल पे तपाईँ यदि बोक्नुहुन्छ भने आइफोन बोक्नुहुन्छ भने एप्पल पे वालेटमा पनि युज गर्न सक्नुहुन्छ। फिजिकल कार्ड चाहिएकोमा तपाईँले यो प्रिन्ट योर भर्चुअल कार्ड एन्ड रिकमेन्डेड टु योर डिफ्रेन्ट निड्स भनेको चाहिँ तपाईँले यो कार्डलाई प्रिन्ट पनि गर्न सक्नुहुन्छ अथवा गो टु कार्ड तपाईँले यहाँ तल हेर्न सक्नुहुन्छ। अनि होमको बटन तपाईँले होम बटनमा गएर जान सक्नुहुन्छ अथवा तपाईँले गो टु कार्ड। अहिले म गो टु कार्डमा क्लिक गर्छु। यहाँ हेर्न सक्नुहुन्छ तपाईँको यस्तो किसिमको कार्ड आएको हुन्छ, मादा क्लासिक कार्ड। तपाईँले यहाँ यो मादा र भिजा दुइटै नेटवर्कमा आधारित छ। तपाईँले यो मादा भिजा दुइटै युज गर्न सक्नुहुन्छ अनि स्यामसुङ पे वालेटमा पनि युज गर्न सक्नुहुन्छ यो कार्डले। अब सिम्पली यो कार्ड तपाईँले यो कार्ड्स भन्ने अप्सनमा हेर्न सक्नुहुन्छ। तपाईँले यहाँ होममा क्लिक गर्नुहोस्, तपाईँको ब्यालेन्स देखाउँछ। त्यस पछाडि यहाँ कार्ड्समा क्लिक गर्नुभयो भने तपाईँको यो फिजिकल कार्ड यहाँ देखाइरहेको छ। अनि यहाँ सपिङ गर्न सक्नुहुन्छ यो कार्डको थ्रु। तपाईँले अन्य थुप्रै अनलाइन पर्चेज पनि गर्न सक्नुहुन्छ। अब यो कार्डको डिटेल हेर्नको लागि तपाईँले यहाँ माथि सार्नु होला कार्ड अप्सन, फ्रिज कार्ड अथवा कार्ड डिटेल तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। यो कार्डले तपाईँले प्रिन्ट पनि गर्न सक्नुहुन्छ। यो कार्डको डिटेल चेक गर्नको लागि सिम्पली तपाईँ कार्ड डिटेलमा क्लिक गर्नुहुन्छ। कार्ड डिटेलमा क्लिक गरिसके पछाडि तपाईँको ओटिपी आउँछ। त्यो ओटिपी तपाईँले यहाँ राख्नुपर्ने हुन्छ। ओटिपी राखेर तपाईँले अब यहाँ चेक गर्न सक्नुहुन्छ। कार्ड डिटेल अलिनमा पे भर्चुअल कार्ड, कार्ड नम्बर तपाईँको यहाँ सो गरेको हुन्छ, कार्ड होल्डर नेम पनि सो गरेको हुन्छ अनि तपाईँको सिभिभी कोड तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। अनि एक्सपायरी डेट तपाईँको यहाँ सबै डिटेल कार्डको डिटेलहरू यसरी चेक गर्न सक्नुहुन्छ। यसलाई तपाईँले स्क्रिनसट लिएर पनि राख्न सक्नुहुन्छ अथवा कपी गर्न सक्नुहुन्छ यो कार्डको डिटेल। हामीले कार्डको डिटेल कसरी चेक गर्ने, कार्ड कसरी बनाउने, भर्चुअल कार्ड कसरी हामीले बनाउन सकिन्छ, सम्पूर्ण प्रोसेस आशा गर्दछु तपाईँहरूले सिकिसक्नु भएको छ। र आजको भिडियोमा यति नै। भिडियो कस्तो लाग्यो, तपाईँलाई मन परेको छ भने एक लाइक अवश्य गरिदिनु होला र साथीभाइमाझ पनि सेयर गर्न सक्नुहुन्छ। र अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने मेरो युट्युब च्यानल सब्सक्राइब गरेर सपोर्ट गर्न सक्नुहुन्छ। अहिलेको लागि यो भिडियोमा यति नै। थ्याङ्क्स फर वाचिङ। नाइस डे। सी यू इन द नेक्स्ट भिडियो।